त्यसैले अब पैसा र लालच भन्दा माथि उठ्छ रसुवा। हातमा बेच्ने सौदा भन्दा सधैँ छुट्छ रसुवा। सत्ताको दरबारमा घुसको सौदा चल्दा जनताको पक्षमा निर्भीक भएर जुट्छ रसुवा। कागजी विकासका झुटा सपना च्यात्दै पसिनाको सम्मान गर्दै उठ्छ रसुवा। मौनतालाई कमजोरी ठान्ने भ्रम तोड्दै विद्रोहको आगो बनेर फुट्छ रसुवा। बेइज्जती र विसङ्गति विरुद्ध हुङ्कार गर्दै डर र दमनका पर्खाल भत्काउँछ रसुवा। कानुनी किताबमा थुनेर राख्दा न्यायलाई सडकमा उतार्छ रसुवा। अब रसुवा जिल्ला मात्र होइन, सचेत जनताको अडान र चिन्तन हो रसुवा। नक्साको कुनामा थिचिएको नाम होइन, नयाँ नेपालको मेरुदण्ड र आन्दोलन हो रसुवा। अब इतिहास लेख्ने घडीमा उठ्छ रसुवा। हार होइन, निर्णयको शिखर छुन्छ रसुवा। जनताको पसिना माथि राज गर्ने सत्ता ढाल्दै राजनीतिक स्वामित्व ग्रहण गर्छ रसुवा। सत्ता र शक्ति सम्पूर्णलाई ती सत्तालाई ढाल्दै राजनीतिक स्वामित्व ग्रहण गर्छ रसुवा। हस्त सम्पूर्णलाई फेरि पनि यो 2026 को नयाँ वर्षको अवसरमा र हामी 18 वर्षको चरम सङ्घर्ष र त्यस पश्चातको अर्को 18 वर्ष सङ्क्रमणकालीन सङ्घर्षलाई पार गरेर अब हामी विजय वर्षमा प्रवेश गर्दैछौँ।